नमस्कार सर। नमस्कार। म बैंकबाट बोलेको। सरको बैंक खाता अपडेट गर्नुपर्ने छ, मैले भनेअनुसार गरिदिनु होला। ए हस्। सर जन्ममिति राख्नुहोस् त। जन्ममिति राखेँ। हजुर अपडेट भयो। सर तपाईँको फोनमा म्यासेज आएको छ। आयो। सर म्यासेजमा भएको ओटिपी नम्बर मलाई सेन्ड गर्नुहोस् त। ओटिपी नम्बर? तपाईँलाई ओटिपी नम्बर मैले किन दिने? तपाईँ को हो? ओहो, यो त फेक कल पो रहेछ। धन्नै ओटिपी नम्बर दिएन छु। तपाईँहरू पनि यस्ता घटनाबाट जोगिनुहोस् है। अनलाइन वित्तीय कारोबार गर्दा सतर्क रहनुहोस्। पासवर्ड बलियो राख्नुहोस्, समय समयमा परिवर्तन गरिराख्नुहोस्। ओटिपी, पासवर्ड लगायत गोप्य जानकारी साझा नगर्नुहोस्। इन्टरनेटको प्रयोग पश्चात सधैँ लगआउट गर्नुहोस्। शङ्कास्पद व्यक्ति, आइडी, फोन नम्बर, इमेल आदिलाई ब्लक गर्नुहोस्। सुरक्षित इन्टरनेट बारे सचेत रहौं। नेपाल सरकार विज्ञापन बोर्ड। नेपालको व्यावसायिक कृषि उत्पादन वृद्धि गराउन नयाँ खोज, यन्त्र, उपकरण र प्रविधि विस्तारमा विगत 2 दशकदेखि होमिएको नेपाल चाइना एग्रिकल्चर सेन्टर किसानहरूको भरपर्दो सारथी मात्र बनेको छैन, बरु समयानुकूल किसानहरूको आवश्यकता पहिचान गरी उचित समाधान दिनको लागि एक मात्र निर्विकल्पको रूपमा आफूलाई उभ्याउन सफल पनि बनेको छ। कृषकहरूको आवश्यकता र चुनौतीहरू समय अनुसार परिवर्तन भइरहेको बेला नेपाल चाइना एग्रिकल्चर सेन्टरले सही समयमा उचित समाधान दिनको लागि आफूलाई एक महत्त्वपूर्ण निकायको रूपमा स्थापित पनि गर्दै लगिरहेको हो। ललितपुरको कुपनडोलमा अवस्थित नेपाल चाइना एग्रिकल्चर सेन्टरले स्थापना कालदेखि नै देशभरका कृषि अभ्यासहरू बढाउन र किसानहरूलाई सहयोग गर्ने काममा अग्रपन्थीमा रहँदै मात्र आएको छैन, विगत 22 वर्षभन्दा बढी समयदेखि कृषिको नवप्रवर्धन र विकासमा विश्वसनीय साझेदारको रूपमा छुट्टै परिचय पनि बनाएको छ। परम्परागत कृषि प्रविधि र आधुनिक कृषि प्रविधिहरू बीचको खाडललाई कम गर्दै दिगो वृद्धि र उत्पादकलाई बढ़ावा दिँदै दशकौंको अनुभवका साथ किसान, कृषि विज्ञ र कृषि उद्यमहरूको विविध आवश्यकताहरू पूरा गर्दै प्रतिस्पर्धी बजारमा उच्च गुणस्तरको कृषि औजार र सेवाहरू प्रदान गर्ने मूल उद्देश्य रहेको नेपाल चाइना एग्रिकल्चर सेन्टरका सञ्चालिका शकुन्तला कुमारी सुवेदी दाहाल बताउँछिन्। उनी भन्छिन्, किसानहरूले मागेको र खोजेको सबै खाले सेवाहरू दिइरहेका छौं। अहिलेसम्म आफूहरूको सेवाबाट किसानहरू सन्तुष्ट नै रहेको भनाइ छ। नेपाल चाइनामा, चाइनाबाट, जापानबाट, हामीले इन्डियाबाट सबै ठाउँबाट हामीले लिएर आएर बेच्छौं र किसानलाई चाहेको कुराहरू, किसानले खोजेको कुराहरू ल्याएर हामी दिन्छौं र हामीले ए टु जेड सामान राखेका छौं। जसलाई जे चाहे पनि हामी दिन सक्छौं। नयाँ सामानहरू पनि भित्राएका छौं, नयाँ सामानहरू पनि ल्याएर दिन सक्छौं। कुटो, कोदालो, हैन, यस्तो अब गोड्ने ट्र्याक्टरहरू भयो, हाते ट्र्याक्टरहरू भयो, अब आरी भयो, सिकेचरहरू भयो, स्प्रेहरू भयो, हैन, किसानहरूले खोजेको मागेको कुराहरू सबै दिन सकेका छौं हामीले। अब अरूहरूको हिसाबमा हेर्दाखेरि के भने अब सस्तो भनेर धेरै सस्तो पनि हैन, धेरै महँगो पनि हैन, किसानहरूले किन्न सक्ने अनुसारले हामीले ल्याएर दिएका छौं। किसानहरूले युज गरेको सामानहरूमा त अहिलेसम्म उहाँहरूले हामीलाई कम्प्लेन त्यस्तो केही गर्नु भएको छैन। सबै राम्रो छ तपाईहरुको सामान। अलिकति महँगो भए पनि तर तपाईको क्वालिटी छ, राम्रो छ, सामान राम्रो छ भनेर भन्नुहुन्छ। ग्राहक केन्द्रित दृष्टिकोणलाई आत्मसात गर्दै नेपाल चाइना एग्रिकल्चर सेन्टरले 2 दशक भन्दा बढीको अनुभवको साथ आफूहरू कृषि क्षेत्रमा ज्ञान र विशेषज्ञताको भण्डार लिएर आएको बताउनुहुन्छ अर्का सञ्चालक दुर्गा दाहाल। उहाँ भन्नुहुन्छ, हामी किसानहरूलाई चाहिने बिउदेखि लिएर प्रशोधनसम्म अर्थात् ए टु जेड सेवा दिँदै किसानहरूलाई राम्रो उत्पादन र दिगो अभ्यासहरू प्राप्त गर्न हामी सहयोगी मात्र बनेका छैनौं, हामी नेपाली किसानहरूलाई सशक्त बनाउन र देशको कृषि उत्पादन बढाउन विश्वभरका विशेष गरी युरोप, चीन, भारत र अन्य मुलुकहरूबाट उन्नत कृषि प्रविधिहरू भित्राई किसानहरूलाई विशेषज्ञ सेवा सहित विश्वसनीय आपूर्तिकर्ताहरूबाट प्राप्त उच्च गुणस्तरको बिउ, मल, मेसिनरी र अन्य कृषि इनपुटहरू मार्फत सेवा दिइरहेका छौं। ए टु जेड भन्नुको अर्थ के भने बिउदेखि लिएर माथि प्रशोधनसम्मको हामी किसानहरूलाई सपोर्ट गर्छौं। त्यसको लागि चाहिने सामानहरू चाहिँ हामी
विभिन्न देशमा गएर मेलाहरू लागेको बेलामा नयाँ नयाँ के प्रविधि आएको छ त्यो खोजेर ल्याएर किसानहरूलाई दिने प्रयास गर्दछौँ। त्यो अनुसारको अहिले हामीले नयाँ नयाँ सामानहरू भित्र्याउँदैछौँ। अहिले आएको चाहिँ एउटा उखुको आँखा मात्रै निकालेर रोप्ने, पहिले हामीले चाहिँ उखुको पुरै रोप्थ्यौँ, त्यसले गर्दा चाहिँ रोग किराहरू पनि बढी लाग्ने र किसानलाई खर्च पनि हुन्थ्यो। अब अहिले आँखा मात्रै निकालेर दिँदाखेरि उखु चाहिँ अरू काममा पनि प्रयोग गर्न पाइने भयो र थोरै एउटा ट्रेमा रोग रहित बनाएर चाहिँ पनि हामीले चाहिँ प्रयोग गर्न सकिने भएको हुनाले अहिले त्यो प्रविधि सस्तो र सजिलो प्रविधि आएको रहेछ, त्यो ल्याएको छौँ। अनि एउटा किसानलाई नै हामीले चाहिँ के उद्देश्य राखेका छौँ भने एउटै 5-in-1 भन्ने सानो सानो टुल छ। यो जोत्ने ड्याङ बनाउने हो भने अब यो चाहिँ तपाईँको झारहरू तान्ने भयो। अब यो चाहिँ तपाईँको झार तान्ने साथसाथै झार काट्ने पनि भयो। यसले यसरी चाहिँ झार पनि काट्छ र तान्छ पनि भने यस्तै किसिमको यो झार मात्रै काट्ने भयो, यो झारहरू निकाल्ने भयो। यस्ता किसिमको चाहिँ 5-in-1 अनि यो चाहिँ जोत्ने मतलब माटो र ढेपा पनि फुटाउने भयो। यस्तो किसिमको चाहिँ हामीले 5-in-1 भन्ने एउटा प्याकेज लिएर आएको छौँ। त्यसपछि आएर अहिले ढेपा फुटाउने र जोड्ने एकैचोटि गर्ने हातले चलाउने पनि हामीले अहिले ल्याएको छौँ। जस्ट यो नयाँ हो, जस्तो टेस्टिङ गरेको सामान मात्रै दिने वा चुज गरेर किसानलाई चाहिँ जुन राम्रो छ त्यो म लिन्छु भन्दाखेरि किसानले पाउने अवस्था छैन। किसानले टेन्डर कोटेसनमा जसको सस्तो पर्छ त्यही सामान किन्न बाध्यता छ। हाम्रो चाहिँ हामीले चाहिँ के सुविधा दिएको छौँ भने हामी कहाँबाट लगेको सामान तपाईँले यहाँनिर जतिचोटि ल्याए पनि फेरेको सामानको चाहिँ पैसा लाग्छ, तर मर्मत गरेको पैसा हामी लिँदैनौँ। भन्नुको त वारेन्टी हाम्रो लाइफ टाइम वारेन्टीका सामान हामीले दिइरहेका छौँ। सञ्चालक दाहालले आफूहरू किसानसँग मात्र प्रत्यक्ष जोडिएको बताउँदै राज्यले सस्तो र टेन्डरको नाउँमा गुणस्तरीयहीन सामान किसानहरूलाई भिडाउने गरेकोमा दुःख व्यक्त गर्दै किसानहरू पनि उही गुणस्तरीयहीन सामान भिड्न बाध्य बनेको बताउँदै उहाँले नेपाल चाइना एग्रिकल्चर सेन्टरबाट खरिद गरेको सामान जति पटक मर्मत गर्न ल्याए पनि पैसा नलाग्ने तर नयाँ फेरेको मात्र सामान्य शुल्क लिने गरेको स्पष्ट पार्नुभयो। राज्यको नीति नै किसानमुखी नहुँदा जति नयाँ नयाँ प्रविधि ल्याए पनि सोझै किसान समक्ष पुग्न नसक्ने र किसानहरूलाई चाहिने आवश्यक यन्त्र उपकरण र प्रविधिमा अनुदान नहुँदा आफूहरूले भित्र्याएको नयाँ प्रविधि यन्त्रहरू थन्किएर बसेको सञ्चालक दाहालको गुनासो छ। उहाँ भन्नुहुन्छ अब त बिस्तारै नयाँ यन्त्र उपकरण र प्रविधिहरू कम गर्दै लाने अवस्था आइसकेको छ। बिक्ने सामान चाहिँ लिन नआउने, अब त्यो नपाएको मात्रै आउँदाखेरि हामीलाई पनि गाह्रो भइरहेछ। के भने कति आइटम राख्ने त, अहिले हाम्रो आइटम धेरै भइसक्यो, सेल्स कम भयो। त्यस कारणले गर्दा हामीले पनि जे बिक्छ त्यही ल्याउने बाध्यता, नयाँ खोज्ने जानेतिर चाहिँ हामीले अब छोड्नु पर्ने हो कि जस्तो बाध्यता छ। किनभने सपोर्ट कहीँबाट पनि भएन, ब्याङ्कले सपोर्ट गर्दैन, अफिसले सपोर्ट गर्दैन, किसानले मात्रै म लिन्छु भन्दा पनि किसानको इच्छामा यो म लिने भन्ने छ, तर अब उहाँ सब्सिडी नपाएको कारणले हामी कहाँ आउँदैन। हामीले सरकारलाई खोज्न जाने म यो काम गर्छु भनेर भन्ने होइन कि सरकारले को मान्छेले के गरेको छ त त्यो मान्छेलाई चाहिँ आइडिया लिन जानु पर्यो। अनि त्यो अनुसारले मात्रै अनि बल्ल चाहिँ देशमा काम हुन्छ। मल हाम्रो देशमा त समस्या धेरैहरू छन् होइन, चामल ल्याउन पाइन्छ, धान ल्याउन पाइन्छ, तर त्यही चामल र धान फल्ने बिउ चाहिँ ल्याउन पाइँदैन। मैले भने ठिक छ, रोग किरा अन्यत्र आउँछ भनेदेखि त्यसको लागि त तपाईँले हामीले चाहिँ त्यसलाई चाहिँ जुन अहिले हामीले सिस्टममा जुन ल्याएको छौँ त्यसलाई चेन्ज गर्नु पर्यो। जस्तो म अब 50 बिघा खेत भाडामा लिएर म आफै बिउ ल्याउँछु, आफै गर्छु भन्ने मान्छेलाई चाहिँ सरकारले चाहिँ सहुलियत गर्नु पर्यो, छुट गर्नु पर्यो। मैले नयाँ भेराइटी चाहिँ मैले कुनै ठाउँबाट अर्को नयाँ भेराइटी भेटाएँ र म त्यो ल्याउँछु भने मैले बेच्न नपाउने ठिकै छ, तर मैले आफ्नो खेती चाहिँ मैले 10 बिघा 20 बिघामा गर्छु भने चाहिँ त्यसलाई चाहिँ ल्याउन दिने व्यवस्था चाहिँ सरकारले गर्यो भने मात्रै दिएको कृषिको चाहिँ अलि अगाडि बढ्छ कि भन्ने मेरो 100% विश्वास छ। नयाँ प्रविधि र उन्नत कृषि अभ्यासहरूको माध्यमबाट नेपालको व्यावसायिक कृषि उत्पादन मात्र बढाएको छैन, सेन्टरले किसानहरूलाई कृषिमा उत्पादकत्व वृद्धि गराउँदै बजारसँग जोड्न र वातावरणीय चुनौतीहरूको समाधानको लागि पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। अन्ततः यसले कृषकहरूको जीवन स्तर सुधार्न र समृद्ध नेपाल बनाउन योगदान पुर्याउँदै आएको नेपाल चाइना एग्रिकल्चर सेन्टर समयसँगै कृषकहरूको विश्वासको पात्र पनि बनिरहेको छ, जसले उनीहरूको आर्थिक अवस्था र जीवनशैलीलाई अझै राम्रो बनाउन सहयोगी सिद्ध भएको छ। आजभोलि छोरीको ध्यान पढाइमा भन्दा मोबाइलमा पो देख्छु त म। त्यही त, नदिउँ सबै कुरा मोबाइलमा छ भन्छ, दिउँ आफूलाई डर लाग्ने।
अनलाइनमा के घटना घटेको सुनिन्छ। त्यही त भन्दैछु नि म। आजभोलि केटाकेटीहरूलाई अश्लील भिडियो चित्र देखाउने, फेक आइडी प्रयोग गरेर प्रलोभनमा पार्ने, डर त्रास धम्की दिने र शोषण समेत हुने गरेका घटनाहरू सुनिन्छन्। धेरै चिन्ता गर्नु हुँदैन, बरु छोरीलाई सम्झाउने र बुझाउने गर्नुपर्छ। अब त छोरी बुझ्ने भइसकी। छोरी तपाईहरुको गफ मैले सुनिसकेँ, चिन्ता लिनु पर्दैन। मैले मोबाइलमा पढ्ने सामग्री खोज्या हो के, यसमा नराम्रो सामग्री मात्रै हुँदैन नि, राम्रो कुराहरू पनि त हुन्छ नि। म अनलाइनमा बसेर व्यर्थ समय पनि खेर फाल्दिनँ, अपरिचित र शङ्कास्पद व्यक्तिहरूसँग कुरा पनि गर्दिनँ। म जताभावी फोटो भिडियो अपलोड गर्दिनँ। मैले त इन्टरनेटलाई त पढाइको माध्यम पो बनाएको छु त। हजुरहरू ढुक्क हुनुहोस्। अनलाइन दुर्व्यवहारबाट बालबालिकाहरूलाई जोगाऊ। नेपाल सरकार विज्ञापन बोर्ड।